वेलकम टु आवर युट्युब च्यानल। हामी आज जाँदैछौँ वाङसेक पियर साइकुङमा जाँदैछौँ। अब यहाँबाट हामीलाई कमसेकम 45 मिनट टु 1 आवर लाग्छ। त्यहाँ गएर फेरि चढेर अनि त्यो ठाउँमा बल्ल पुगिन्छ। हामीसँग छ पहिला चाहिँ हामी यो ब्याग छ, यो ब्याग छ, यो ब्याग छ, यो ब्याग छ र कफी छ अनि म छु अनि ट्याक्सी छ। अनि यहाँ गुरुजी हुनुहुन्छ। हामी आज कहाँ जाँदैछौँ, किन जाँदैछौँ, कहाँ जाँदैछौँ त भनिसक्यो, किन जाँदैछौँ भनेर चाहिँ हामी भ्लगमा देखाउँछौँ। सबैजनाले हेर्नु होला। बाई बाई। हामी आज वान साइड जानु लाग्यो है, क्याम्पिङ चाहिँ। अब हामी पुग्न लागेका छौँ वाङसेक पियर। वाङसेक पियरमा झरेर त्यहाँबाट फेरि लिएर अनि फेरि होइन स्पिड बोट लिएर अनि वानसाई भन्ने ठाउँमा उत्रेर अनि त्यहाँ एकछिन हिँडेर क्याम्प साइट हेरेर अनि बल्ल बास गर्ने ठाउँ। अहिले चाहिँ हामीहरू के यो ठाउँको नाम वाङसेक पियर। वाङसेक पियर आइपुग्यो। ठाउँ यस्तो हो ठाउँ। आउँदैछ। हामी चाहिँ अब बोट चढ्न लागेको। पहिला हजुर जानु। बस हुर्किन्छ है माया, हुर्किन्छ। समाचार राख है। पछाडि छ किन हामीहरू आइसक्यो होला। हामीहरू चाहिँ झर्ने त्यहाँ हो। हामी यहाँबाट पैसा नदिइकन भाग्दैछौँ। हामीहरू चाहिँ फाइनली क्याम्पिङ गर्ने ठाउँमा आइपुग्यो र ठाउँ सबै प्याक रहेछ। अब हामीहरू कहाँ बस्ने भनेर ठाउँ खोज्दैछौँ। सबै प्याक छ। गोरु पनि छ अगाडि। एक घन्टा घुमेपछि यो ठाउँ पायो। अब चाहिँ हामीहरू यो ठाउँमा चाहिँ हाम्रो टेन्ट राख्छौँ। त्यहाँ टेन्ट राख्छौँ, घाँस पनि छ, राम्रो पनि छ ठाउँ। यहाँ बार्बिक्यू गर्नु मिल्छ। हुन्छ। हाम्रो यहाँ सामान छ।
हामी बस्नु मिल्छ। यहाँ हामीले एउटा कुर्सी राखिसके र अब हामीहरू टेन्ट हाल्छौँ। भ्यू चाहिँ यति राम्रो छ कि हेरिराखौँ जस्तो। सेम नेपाल जस्तै फिल हुन्छ। यहाँ चाहिँ नेपालभन्दा राम्रो छ अलि। अगाडिको डाँडा चाहिँ सेम नेपालको जस्तै छ। अहिले चाहिँ हामीहरू दाउरा खोज्न आएछौँ जङ्गलमा। जङ्गल यस्तो छ। हामीहरूले चाहिँ यति दाउरा खोजेर लिइसक्यो र यता आगो बालिसके सामानहरू सबै रेडी बनाइरहेछ। अहिले चाहिँ रातिको 6 बज्यो। हाम्रो घरको सबै फ्यामिलीहरू आइसक्नु भयो। तिम्रो टेन्ट टेन्टै लगाएको छैन। हामीले अब कहाँ बस्छ? एलियनसँग बस्छ अब हामी। ल भ्लगमा हाई भन्दै हो नि त। ल कहाँको रे हामी आज? कस्तो छ ठाउँ? म यहाँ आएको थियो बिफोर प्रकाश बाबुसँग लास्ट इयर। ल हाम्रो फ्यामिलीको एउटा मङ्की यता हुनुहुन्छ। ल है फेरि ल त्यही सुत्ने हो तिमी आज? हस् हामीहरू चाहिँ यहाँ टेन्ट अझै 2-3टा बढाउँदैछौँ। 2टा टेन्ट अझै बढ्दैछ हाम्रो। 2टा हामीले यता हालिसके र अब यहाँ 2टा हालिन्छ। अहिले चाहिँ हाम्रो बेबी चल्दैछ। ससेज पाक्दैछ बल्ल अहिले हुन्छ अब यो आगोमा भर्खर हाल्दैछौँ। मेरो हात लेमन टी हो। मैले खाइसक्यो। विथ स्पेसल गेस्ट जसलाई हामीले कति बजेदेखि कुरेर बसिरहेछौँ। त्यो मेरो मम्मी हो। सम्म गएको होइन जन्म लिन। त्यो सफा गर्ने पानी हो कि? दाजुले गरेको हो। It's not that much of a dish.
भन हामी खाना खाँदैछौँ भन भन्नु होइन कि आजको भ्लग नबोलिहाल्नु अब चाहिँ यहाँ सामानहरू प्याकिङ हुँदैछ सामान प्याक गरेर एकछिन बसेर अनि हामी जान्छौँ सुत्न ल एल्भिनको एउटा डान्स जाओस् ल भाडा धुन जाँदै हुनुहुन्छ ल आयन कस्तो भयो दिन कस्तो भयो आयनको मिठो हो ल डान्स गरिदियो नि त मिठो दिनमा वा आयनको डान्स ल म युट्युबमा हालिदिन्छु अब आयनको डान्स हालिदिउँ कि नै मिमुले हेर्छ नि त मिमुले अमिराले ल ल अब चाहिँ यो सामानहरू हामी प्याक गर्छौँ अनि जान्छौँ सुत्न हाम्रो छिमेकीहरू सबैजना हुनुहुन्छ त्यता हामी चाहिँ यहाँ माछाको जाली थाप्दै छौँ एल्भिन किन दुईटा ल्याएको ल छिटो फेरि नकस्नु लड ल त्यस्तो नगर ल यहाँ समाउनु परेन पहिला पुरै अब चाहिँ हामीहरू खानाबाना खाएर हिँड्दैछौँ रातिमा जङ्गलमा भुतलाई तर्साउन अनि त्यहाँ साइडमा मान्छे मरेको जाने ठाउँ हामी हिँड्दैछौँ भुतलाई तर्साउन मर्निङ वक गर्ने अनि फेरि आएर टन्न खाने रेस्ट गर्ने जस्तो गर्नुपर्छ कि आएपछि त बिहानभरि सुत्नु हुन्न यहाँ त आएपछि त फेरि हेरौँला बिहान